बजेटहरूलाई काङ्ग्रेसले बजेट हाल्न खोज्यो भने कम्युनिस्टले रोक्ने, कम्युनिस्टले बजेट हाल्न खोज्यो भने काङ्ग्रेसले रोक्न खोज्ने, त्यस्तो किसिमको हामीबिचको प्रतिस्पर्धाहरू चल्यो। भन्न खोजेको यो सिद्धार्थ राजमार्ग हाइवेमा यही भएको छ ट्याक्कै यो खोजेको ठ्याक्कै सिधा कुरा बुझ्दाखेरि राजनीतिक दलको चाहिँ चपेटमा परेको यो सिद्धार्थ राजमार्ग हाइवे राजनीतिक दलको चपेटामा पनि यो र त्यसपछि जो सडक किनारमा घर बनाएर बस्नुभयो उहाँहरूले चाहिँ राजनीतिक दलका नेतालाई प्रभावित पार्नुभयो। आर्थिक प्रलोभन दिने, पैसाहरू उठाउने, कलेक्सन गर्ने, घरहरू। अब देश अब चुनावमा अब घुमिएको अवस्था छ है। स्याङ्जा जिल्लाभित्र चाहिँ अब विकासको रूपमा चाहिँ के छ त? अब के कुराले गर्दाखेरि विकास रोकिएको छ त सर? खास गरी स्याङ्जाको विकासमा हामीले केही कुराहरूमा हामी चुक्यौँ भन्ने लाग्छ। हजुर। खास गरी अब संसदीय अभ्यासमा चाहिँ हामीले डेलिभरी दिने कुरामा सबभन्दा बढी हामी चुक्यौँ। त्यो डेलिभरी दिने भन्दै गर्दा हामीले के चाहिँ स्थापित गऱ्यौँ भने संसद भएर गइसकेपछि उसले कानुन बनाउने हो र कानुनभित्र भएका समस्याहरू समाधान गर्ने हो र देशलाई त्यो ढङ्गबाट सञ्चालन गर्ने भन्ने कुराको अभ्यास हामीले सिक्यौँ र संसद गइसकेपछि यसले विकास मात्रै गर्ने हो, पैसा हाल्ने, पैसा खनाउँछ भन्ने दृष्टिकोणबाट मात्रै हामी विकसित भयौँ। त्यसले गर्दा के भयो भने पैसा सीमित घेराभित्र रह्यो। हजुर। अब खास गरी त्यसले नै गर्दा हामीले जुन यो देशलाई जुन ढङ्गबाट विकास गर्न सक्थ्यौँ त्यो ढङ्गबाट विकास गर्न नसकेकै हो र त्यसको अछुत चाहिँ स्याङ्जा रहन सकेन। हामी कहाँनिर चुक्यौँ भने जस्तै सिद्धार्थ राजमार्गको कुराहरू पनि छ। अब झन्डै नै 2030 सालमा सम्पन्न भइसकेको सिद्धार्थ राजमार्गलाई आज हामीले विस्तार गर्न सकेको अवस्था छैन। एकैछिन मैले तपाईँको कुरा काटेँ र यो तपाईँले अहिले सिद्धार्थ राजमार्गको विषयमा तपाईँले कुरा उठाउनु भयो र यस विषयमा हामीले पछिल्लो समय लगभग 2-3 चोटि हामीले चाहिँ उठाइसकेका छौँ। सडक डिभिजनसँग पनि हामीले कुरा गरेका थियौँ र अहिलेसम्म यो सिद्धार्थ राजमार्ग बन्न सकिरहेको छैन क्या सर? यो खास के हो सिद्धार्थ राजमार्गको लागि चाहिँ किन यो तपाईँको चाहिँ यो सडक डिभिजनले चाहिँ व्यवस्था गरेको हो सर? खास के हो यसमा? बजेट आएर रोकिएको हो या? यो सत्य कुरा के हो भने हिजो सिद्धार्थमा राजमार्गलाई फ्राइप्ले बनाउनुपर्छ, डेडिकेटेड लाइन अथवा 4 लेन बनाउनुपर्छ भनेर साथीहरू लाग्दै गर्दा, राजनीतिक दलहरू लाग्दै गर्दा यही स्याङ्जादेखि हामीले खास गरी रामदीसम्मको भूभागमा हेऱ्यौँ भने यहाँका जनताहरू जो सडक किनारमा घर बनाएर बस्नुभयो उहाँहरूले चाहिँ राजनीतिक दलका नेतालाई प्रभावित पार्नुभयो। आर्थिक प्रलोभन दिने, पैसाहरू उठाउने, कलेक्सन गर्ने, घरहरू फ्याँक्न हुन्न भन्ने। अब घरहरू फ्याँक्यो भने हामी सुकमासी भइन्छ, त्यस कारणले यो बाटो विस्तार गर्न हुँदैन, यही उपयुक्त छ भनेर त्यसपछि पैसा पनि उठाउने। भन्न खोजेको ठ्याक्कै सिधा कुरा बुझ्दाखेरि राजनीतिक दलको चाहिँ चपेटमा परेको यो सिद्धार्थ राजमार्ग हाइवे राजनीतिक दलको चपेटामा पनि हो र त्यसपछि आम जनताको जसले सिद्धार्थ राजमार्गको वरिपरि घरहरू बनाउनु भयो त्यो घरहरू बनाउने अब साथीहरूले नै के गर्नुभयो भने यसलाई फ्याँक्न हुँदैन भनेर पैसा उठाउने, काङ्ग्रेसमा काठमाडौँ जाने, धर्ना दिने, त्यसपछि सके प्रलोभन पार्ने, यी सबै कुरा यी कुराले गर्दा के भयो भने राजनीतिक नेतृत्व पनि आम जनताको भोइस सुन्नुपर्छ, जनताको आवाजलाई सुन्न सकिएन भने बुनी खास गरी हामीले भोट ब्याङ्कको रूपमा हामीले प्रयोग गऱ्यौँ। त्यसले गर्दा पनि हामीले सिद्धार्थलाई हामीले तत्काल कथा बनाउन सकेनौँ भने पछिल्लो चरणमा आएर हामीले चाहिँ खास गरी विभिन्न राजनीतिक दलहरूको स्वार्थ थको कारणले पनि हामी अल्झ्यौँ। जस्तै गरी अर्थमन्त्री हाम्रो विष्णु पौडेलजी बन्नुभयो, उहाँको आफ्नो स्वार्थ बुटोलसँग जोडिएको, उहाँ बुटोलको बस्ने, कहीँ कालीगण्डकीको स्वार्थ जोडियो। अब यी विभिन्न विषयहरूले गर्दा चाहिँ यो हामीले सम्पन्न गर्न नसकेको चाहिँ यो यथार्थ नै हो। जस्तै मैले तपाईँलाई जोड्न चाहेँ, अब यो सिद्धार्थ राजमार्ग हाइवेको लागि जुन परेको बजेट छ, जुन आगो बजेट राजनीतिको चपेटामा परेर यो सिद्धार्थ राजमार्ग चाहिँ बन्नको लागि रोकिएको हो। अब यस्तो हो भने चाहिँ अब स्याङ्जा जिल्लावासीले चाहिँ अब कसलाई भोट हाल्ने त? उसले डेलिभरी दिने कुरा के हो भन्ने हो। उसको अब नयाँ पुस्ताको लागि उसले कुन किसिमको भिजनहरू दिन सक्छ, अब त्यो भिजन अनुसार डेलिभरी दिन सक्छ कि सक्दैन भन्ने कुरा महत्त्व राख्छ। नयाँ दलको रूपमा आएको छ, उसले नयाँ कुन एजेन्डा पनि छैन, अब कुनै दर्शन पनि छैन। अब लहर लडाइँमा लागेको भरमा त्यसलाई नयाँको रूपमा मात्रै लिएर हामीले हुँदैन। चाहिँ पुराना दलहरूमा अब उसँग भिजन छ, उसँग दृष्टिकोणहरू छ र काम गर्ने क्षमता छ भने त्यो नै नयाँ हो। त्यस कारणले यो नयाँ र पुरानोको बस गर्नु जरुरतै छैन। हामी पनि यो देशलाई केही न केही नयाँ चिज दिन सक्छौँ भनेर लागेको हुनाले र त्यसपछि विभिन्न अनुभवहरू भएको हुनाले पुरानो दलहरूसँग जुन अनुभव छ त्यो अनुभवकै आधारमा चाहिँ नयाँ भविष्यहरू सिर्जना गर्ने हो। त्यस कारणले यो नयाँ र पुरानोको हामीले बस गर्नुपर्छ भन्ने लाग्दैन र त्यो कारणले पनि यो स्याङ्जाको सिद्धार्थ राजमार्ग नबनेको भन्ने मलाई लाग्दैन। हाम्रो आन्तरिक द्वन्द्व, त्यसपछि बजेटको पर्याप्त बजेट हामीसँग नहुने,
र त्यसपछि राजनीतिक दलका नेताहरूको सामर्थ्य पनि नहुने र अर्को मुख्य कुरा के हो भने यो खास गरी त्यो तत्कालीन अवस्थामा कङ्ग्रेस र एमालेकै बिचमा जुन राजनीतिक युगोहरू सृजना भयो हजुर अब प्रतिस्पर्धा यो कसले ओनरसिप लिने हजुर जस्तै भोलि सिद्धार्थ राजमार्ग बन्दै गऱ्यो अथवा अन्य विभिन्न बाटाहरू जस्तै अन्य हाइड्रो पावरका कुराहरू आउला यी सबै विकासका गतिहरू अगाडि बढाउँदै गर्दा यसको स्वामित्व काङ्ग्रेसले लिने कि कम्युनिस्टले लिने भन्ने प्रतिस्पर्धामै हामी केन्द्रित भयौँ। त्यो केन्द्रित भएको हुनाले आएका बजेटहरूलाई कङ्ग्रेसले बजेट हाल्न खोज्यो भने कम्युनिस्टले रोक्ने, कम्युनिस्टले बजेट हाल्न खोज्यो भने कङ्ग्रेसले रोक्न खोज्ने त्यस्तो किसिमको हामी बिचको प्रतिस्पर्धाहरू चल्यो। भन्न खोजेको यो सिद्धार्थ राजमार्ग हाइवेमा यही भएको छ ट्याक्कै यो पनि एउटा सबै यो मात्रै पनि कज होइन, मैले अघि पनि भने अब स्थानीय स्तरले जुन प्रभावहरू पार्न खोजे त्यो पनि एउटा प्रभाव हो, त्यसपछि राजनीतिक दलको पनि एउटा प्रभाव हो। अर्को चाहिँ के हो भने बजेटको कुरा पनि एउटा प्रभाव हो र त्यो पहुँच नपुग्नु पनि एउटा प्रभाव हो। त्यसले गर्दा हामी सबै एकै ठाउँमा उभियौँ र सिद्धार्थ राजमार्गलाई नै पहिलो प्राथमिकता राखेर हामीले अगाडि काम गर्न सक्यौँ भने अब यसलाई काम गर्न सकिन्छ भन्ने लाग्छ। जस्तै पछिल्लो समय हामीलाई सुन्नमा के आएको छ भने सिद्धार्थ राजमार्ग हाइवेलाई परेको बजेट केही राजनीतिक दलको चपेटामा परेर त्यो बजेट पनि फिर्ता गयो भन्ने खालको कुराहरू आइरहेछ कि सर, यो के हो चाहिँ यसमा? यो सञ्चार माध्यममा आएका सबै कुराहरू सत्य हुन्छ भन्ने पनि लाग्दैन। हजुर हजुर हाम्रो सबभन्दा अहिले ठुलो समस्या के हो भने हामीले अब नेपालको राजनीतिमा सबैभन्दा बढी भ्रमको खेतीहरू हामीले गऱ्यौँ र पब्लिक सेन्टिमेन्टलाई कसरी क्याच गर्न सकिन्छ भन्ने विषयमा लाग्यौँ। त्यसले गर्दा बजेट आएको छ वा छैन भन्ने प्रमाणित नहुँदै हामीले बजेट हाल्यौँ अथवा हालेनौँ अथवा यसले फिर्ता गरिदियो अथवा यसले गरिदियो भन्ने विषयमा हामीले बहस गऱ्यौँ। त्यसले गर्दा यो विषयमा चाहिँ अब म त्यति धेरै बोल्न चाहिँ चाहदिनँ।